कसलाई सोध्ने, कसलाई भन्ने, मेरो हारका कुराहरू कसलाई भन्ने, मेरो दुर्बलताहरू कसलाई सुनाउने। मान्छेलाई सुनाउन सकिन्न, किन मान्छेले त झन् चारैपट्टि हल्ला भिजाइदिन्छ। मेरो आँसुहरू कसलाई भन्ने। प्रभु, यो पाप गर्दा गर्दा म थाकिसकेको छु, तर मलाई कसलाई गएर यो भारी बिसाउने, कसलाई भन्ने। प्रभु, मेरो भाषी भारी बस्ने थाम्दिने। प्रभु, यो दुर्बलतामा कमजोरीमा हिँड्दा 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 म असहाय भएको छु। प्रभु, यो संसारमा म पुरा जस्तो भएको छु। ओ, खाना खुवाउने बाउ आमा त होला, भोजन दिने मान्छेहरू त होला, तर बुवा, प्रभु यीशुले भन्नु म तिमीलाई पुरा छोड्दिन। मलाकी 4को 6मा शक्तिशाली अगमबाणी छ। परमेश्वरको भयानक दिन आउनुभन्दा अगाडि, परमेश्वरको शक्तिशाली दिन आउनुभन्दा अगाडि उहाँले भन्नुभएको छ, म बुवाहरूको हृदय चाहिँ छोराछोरी माथि फर्काइदिनेछु। आमेन, आमेन। अनि छोराछोरीको हृदय चाहिँ बुवा माथि फर्काइदिनेछु।